नमस्कार एन्ड वेलकम ब्याक टु ऋतु ब्लग च्यानल। आज मैले फेरि तपाईहरुको लागि हेल्पफुल भिडियो लिएर आएको छु। के तपाईहरु एनईबी बोर्डको लागि एक्जाम प्रिपरेसन गर्दै हुनुहुन्छ? क्लास 10 र प्लस 2 को विद्यार्थीहरुको लागि यो भिडियो एकदमै हेल्पफुल हुनेछ, किनकि मैले 5 यस्तो मिस्टेक जुन एसईई को र प्लस 2 को स्टुडेन्टहरुले प्राय गरी एक्जाम चलिरहेको बेलामा गर्ने गर्दछन्। यस्तो कुन 5 मिस्टेक हो जुन गर्नु हुँदैन, जुन एनईबी बोर्डका विद्यार्थीहरुले बढी गर्ने गर्दछ? यदि तपाईहरु यो भिडियो स्किप नगरी हेर्नुहुन्छ भने पक्कै पनि तपाईहरुले आफ्नो एक्जाममा यो 5 वटा मिस्टेकलाई सुधारेर सक्सेस पाउन सक्नुहुनेछ। भिडियोलाई लास्टसम्म हेर्नु होला। साथै नयाँ जुडिने साथीहरुले सब्स्क्राइब गरी एउटा लाइक र साथीहरुमा यो भिडियोलाई जति सक्दो शेयर गर्न नभुल्नु होला। अब हामी जान्नु टप 5 मिस्टेकहरु के हुन्। फर्स्टमा रहेको छ समयको व्यवस्थापन नगर्नु, ल्याक अफ टाइम म्यानेजमेन्ट। धेरै विद्यार्थीहरुले समयको ठीकसँग व्यवस्थापन गर्दैनन्। परीक्षा दिनु अघि समयमा अध्ययन गर्ने र प्रत्येक खण्डमा कति समय बिताउने योजना बनाउनु पर्छ। समयको सही उपयोग नगरेमा प्रश्नपत्र पूरा गर्न एकदमै गाह्रो हुने गर्दछ। यदि तपाईको 5 वटा सब्जेक्ट छ, त्यो 5 वटै सब्जेक्टलाई तपाईहरुले छुट्टा-छुट्टै टाइम शेड्युल बनाएर पढ्नुहुन्छ। जस्तै बिहानको 6 देखि लिएर 8 सम्म 2 घण्टा तपाईहरु म्याथ पढ्नुहुन्छ, त्यसपछि हाफ आवर ब्रेक टाइम रहन्छ, त्यसपछि फेरि 2 घण्टा अरु बाँकी सब्जेक्ट। यसरी तपाईहरुले रुटिन बनाएर पढ्दा कहिले पनि तपाईको विषयमा एनजी आउँदैन। टाइम इज मनी। सही टाइममा सही डिसिजन लिँदा तपाईहरुले कुनै पनि एक्जाममा टप गर्नबाट रोक्नुहुन्न। त्यसपछि दोस्रो कुरा रहेको छ नपढेको विषयमा बढी ध्यान दिनु। फोकस ओन्ली वीक सब्जेक्ट। धेरै विद्यार्थीहरुले प्राय उनको कमजोर विषयमा बढी समय दिन्छन् र सजिला र बलिया विषयमा ध्यान दिँदैनन्। यसले समयको दुरुपयोग गर्न सक्छ र तपाईको आत्मविश्वास पनि घट्न सक्छ। सबै विषयलाई समान महत्त्व दिनुपर्छ। यदि तपाईहरुले कमजोर विषयलाई बढी फोकस गर्नुहुन्छ भने तपाईको टाइम कमजोर विषयमा बढी खेर जाने गर्दछ। यसरी अरु राम्रो विषयको एक्जाम पनि बिग्रिन पुग्छ। त्यही भएर सबै विषयलाई तपाईहरुले समान बराबर गरी समय दिएर पढ्ने गर्नुहुन्छ भने तपाईहरुको सबै सब्जेक्टको एक्जाम राम्रो हुने गर्दछ। त्यही भएर सबै सब्जेक्टमा तपाईहरुले बराबर समान समय दिएर पढ्ने गर्नुहोस्। र त्यसपछि तेस्रो मिस्टेक रहेको छ पढ्न नपरेको अंशको अनुमान गर्नु, गेसिङ द मिसिङ पार्ट। परीक्षामा क्वेशनहरुको सही उत्तर दिने कोसिस गर्नुपर्छ, तर कहिलेकाहीँ विद्यार्थीहरु बिना सही तयारीको अनुमान लगाउँछन्। यसले गलत उत्तर दिन र अंक गुमाउन सक्छ। प्रश्नहरुको सन्देशलाई ठीकसँग बुझ्नु र सही जवाफ दिनु महत्त्वपूर्ण छ। यदि तपाईहरुको एक्जामको लागि प्रिपरेसन छैन भने विद्यार्थीहरुले गेस गरेर धेरै क्वेशनको आन्सर रङ लेख्छन्, जसले गर्दा विद्यार्थीहरुको अंक पनि कम आउने गर्दछ। त्यही भएर यो मिस्टेकलाई सुधारी तपाईहरुले टपिकको प्रोपर नलेज लिएर पढ्ने गर्नुहुन्छ भने टप गर्न कसैले पनि रोक्न सक्दैन। त्यसैगरी चौथो मिस्टेक रहेको छ सम्झना गर्नका लागि एकमात्र अध्ययन विधि प्रयोग गर्नु। युज द ओन्ली स्टडी मेथड फर मेमोराइजेसन। धेरै विद्यार्थीहरु केवल पढेर नै तयारी गर्नमा ध्यान दिन्छन्, तर परीक्षा रिभाइज गर्दा व्यावहारिक अभ्यास र मोक टेस्ट पनि महत्त्वपूर्ण हुन्छ। केवल पढेर तयारी गर्नु पूर्ण तयारीको लागि पर्याप्त हुँदैन। त्यही भएर तपाईहरुले एक्स्ट्रा अभ्यास गर्नुस्, प्र्याक्टिस गर्नुस्। भन्छन् नि प्र्याक्टिस मेक्स म्यान पर्फेक्ट। जति तपाईहरु टपिक रिलेटेड क्वेशन डीप नलेज लिएर पढ्नुहुन्छ, प्र्याक्टिस गर्नुहुन्छ, त्यति नै तपाईहरुले बोर्ड एक्जाम पास गर्न सजिलै सक्नुहुनेछ। त्यसपछि पाँचौं मिस्टेक रहेको छ दबावमा काम गर्ने, वर्किङ अन्डर प्रेसर। परीक्षाको समयमा अत्याधिक तनाव लिनु वा डराउनु एक ठूलो गल्ती हो। दबावले सोच्ने क्षमता घटाउँछ र गलत निर्णय गर्न सक्छ। मनलाई शान्त राखेर गहिरो सास लिएर र आत्मविश्वासका साथ प्रश्नहरुको उत्तर दिनु महत्त्वपूर्ण छ। यसले के बुझ्न सकिन्छ भने यदि तपाईहरु जति टेन्सन लिएर प्रेसरमा पढ्नुहुन्छ, त्यति नै सोच्ने र पढेको कुरा बिर्सिने सम्भावना धेरै हुन्छ। त्यही भएर तपाईहरु जति रिल्याक्स भएर पढ्नुहुन्छ, त्यति तपाईहरुले मेमोराइज गर्न सक्नुहुन्छ। त्यही भएर तपाईहरुले रिल्याक्स र कुल भएर पढ्ने बानी बसाल्नुहोस्। यही टप 5 मिस्टेक रहेछ जुन एसईई को एनईबी बोर्डको प्लस 2 को विद्यार्थीहरुले गर्ने गर्दछन् एक्जामको टाइममा। यी सबै मिस्टेकहरु एभोइड गर्नुहोस् र सजिलै पास गर्नुहोस्। र यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकनको अलमा थिची एउटा लाइक, कमेन्ट र जति सक्दो साथीहरुमा शेयर गर्न नभुल्नु होला। आजलाई यति नै। हस्त बाइ एन्ड टेक केयर।